फुलको माला त्यो तिम्रो गलामा मोहनी पो छ कि त्यो रूपमा फुलको माला त्यो तिम्रो गलामा मोहनी पो छ कि त्यो रूपमा घुङ्रिएको बाल हामीलाई दर्शन देऊ प्यारो नन्दलाल हामीलाई दर्शन देऊ प्यारो नन्दलाल वृन्दावनको कुञ्जवनमा गाई चराउने हातमा बन्सी शिरमा मुकुट अति सुहाउने वृन्दावनको कुञ्जवनमा गाई चराउने हातमा बन्सी शिरमा मुकुट अति सुहाउने आउन कृष्णजी हामीलाई सुनाइदेऊ तिम्रो बाँसुरी हामीलाई सुनाइदेऊ तिम्रो बाँसुरी फुलको माला त्यो तिम्रो गलामा मोहनी पो छ कि त्यो रूपमा घुङ्रिएको बाल हामीलाई दर्शन देऊ प्यारो नन्दलाल हामीलाई दर्शन देऊ प्यारो नन्दलाल गोकुलमा बाछा हेर्दा ग्वालाहरू साथमा मकुटमा मयूर पङ्ख बन्सी लिने हातमा गोकुलमा बाछा हेर्दा ग्वालाहरू साथमा मकुटमा मयूर पङ्ख बन्सी लिने हातमा श्याम बिहारी जान्छौ अब वैकुण्ठ लैजाऊ मुरारी जान्छौ अब वैकुण्ठ लैजाऊ मुरारी फुलको माला त्यो तिम्रो गलामा मोहनी पो छ कि त्यो रूपमा घुङ्रिएको बाल हामीलाई दर्शन देऊ प्यारो नन्दलाल हामीलाई दर्शन देऊ प्यारो नन्दलाल शङ्ख चक्र गदा पद्म बाजु नन्द लाउने पीताम्बर कम्मरमा टल्टली टल्काउने शङ्ख चक्र गदा पद्म बाजु नन्द लाउने पीताम्बर कम्मरमा टल्टली टल्काउने झुल्यो त्यो बदन मोहनी लगाउने तिम्रा ती नयन मोहनी लगाउने तिम्रा ती नयन फुलको माला त्यो तिम्रो गलामा मोहनी पो छ कि त्यो रूपमा घुङ्रिएको बाल हामीलाई दर्शन देऊ प्यारो नन्दलाल 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 यो रथयात्रामा हामी देखिरहेको छु म अत्यन्त अशक्त बुवाहरू आमाहरू दाजुभाइ यो रथयात्रा हो यो सङ्कल्प यहाँले गर्नुभएको छ मलाई लाग्छ किनभने हामीले धर्म रक्षा गर्यौँ भने हामीले वैदिक सनातनीहरू हामी आचरणमा बस्यौँ सदाचार परोपकारको काम गर्यौँ यहाँहरूलाई म अर्को जानकारी पनि गराउन चाहन्छु वास्तवमा यो मन्दिर निर्माणाधीन अवस्थामा छ राधा कृष्ण मन्दिरको हिसाबबाट पनि प्रतिनिधित्व गरिराख्नु भएको छ आजको यस रथ महाराजजीले गरिराख्नु भएको छ सहायक सारथीको भूमिका असन्त हुनुहुन्छ उहाँहरूलाई स्वयंसेवक भाइहरूले जति पनि स्वयंसेवकको टी सर्ट धारण गर्नु भएको छ उहाँहरूले व्यवस्थापन गर्नुहोला सबैभन्दा अगाडि हाम्रो विद्युतको गाडी भर्खरै आइसकेको छ केही बेर ढिलो भएर हामी जय जय देव हरे दिन मरे मण्डल मण्डन भव कण्डन जय जय देव हरे अमल कमल दगलो
बिहारे नमः जलले जलले गरिनको जलले छिटो जाना ब्रह्म हत्या व्यपोहतो जलेन शीतलीकरणं हरिओम देव शान्तिरन्तरिक्षं शान्ति पृथिवी शान्ति आप शान्ति 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 ब्रह्म शान्ति अस्तु पक्षल्य सबैले हातमा फुल लिएर गणेशजीलाई स्मरण गर्नुहोला किनकि निर्विघ्नका लागि हामीले गणेशजीलाई स्मरण गर्नुपर्छ सबैले गणेश भगवानको स्मरण गर्दै ईश्वराय वरदाय सुरप्रियाय लम्बोदराय ब्रह्मा मुरारे त्रिपुरन्तकारी भानु सचिवोमि सुतो बुधान्तरे प्रचेत प्रसिद्ध माता जगतो विलासात्मजं वानरयोतमुख्यं श्रीरामदूतं शरणं प्रपद्ये माथि दिनुहोस् हाम्रो यसै प्राङ्गणमा प्रसाद वितरण भण्डाराको कार्यक्रम रहेको हुँदा कोही पनि नछुट्नु होला सपरिवार चुलै निम्तो भण्डाराका लागि पनि यहाँबाट सूचना प्रवाह सबैले याद राख्नु होला अरू सबै तल गइदिनु होला किनकि रथमा धेरैजना व्यक्तिहरू हुँदा चाहिँ असहज हुने हुँदा पहिलो कुरो त्यो भयो अनि बिचमा चाहिँ कोही पनि नबस्दिनु होला राधा युगल बिहारिणी भगवानको गोपाल कृष्ण गोपाल कृष्ण गोपाल कृष्ण गोपाल कृष्ण गोपाल कृष्ण Krishna Radhe Krishna Gopal 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 Krishna Radhe Gopal Krishna Radhe Krishna Gopal Krishna Gopal Krishna Radhe Krishna Krishna Radhe Krishna Krishna बोल भक्तवत्सल भगवान को हाम्रो मानगर खाने पानी संस्थानले महाप्रभुको माथि अनुकम्पा मिलिरहोस् उहाँलाई हृदयदेखि धन्यवाद हामी अगाडि पञ्चेश्वर मन्दिरमा केही क्षण विश्राम गर्नेछौँ गोपाल कृष्ण गोपाल कृष्ण गोपाल कृष्ण गोपाल कृष्ण राधे कृष्ण राधे कृष्ण गोपाल कृष्ण राधे कृष्ण गोपाल कृष्ण राधे कृष्ण भक्तवत्सल भगवान को गोपाल कृष्ण सावधान गोपाल कृष्ण 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 अब सावधान एकछिन रोकौँ यहाँ भगवान शङ्करजीको आरती हुन्छ आरती बिचमा सम्मिलित पनि हुनुहुन्छ भने शिवजीको आराधना गरेर हामी अगाडि बढ्नेछौँ हरे ओम चन्द्र बामन चोजा जिन्दगी चल्छ कृष्ण चल्छ
छ मनमा इवा छ गोपाल कृष्ण राधे कृष्ण 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 राधे कृष्ण गोपाल कृष्ण राधे कृष्ण गोपाल कृष्ण राधे कृष्ण गोपाल कृष्ण राधे कृष्ण कृष्ण गोपाल कृष्ण राधे 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 कृष्ण गोपाल कृष्ण सावधान मेरे राय विस्तारो कृष्ण राधे कृष्ण गोपाल कृष्ण राधे कृष्ण गोपाल कृष्ण राधे कृष्ण गोपाल कृष्ण राधे गोपाल कृष्ण हाम्रो स्वयंसेवक साथीहरूले डोरीको व्यवस्थापन गरिदिनु गोपाल कृष्ण राधे कृष्ण 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 राधे कृष्ण गोपाल 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 कृष्ण गोपाल कृष्ण कृष्ण भगवानको पदार्पण भएको छ तसर्थ घर घरबाट निस्केर टोल टोलबाट निस्केर यो अमूल्य अवसरलाई नछुटाउनु हुन गोपाल कृष्ण गोपाल कृष्ण गोपाल कृष्ण गोपाल कृष्ण सावधान तार उठाउनु होला तार तार दुवैपट्टिबाट राधे कृष्ण गोपाल कृष्ण 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 गोपाल कृष्ण राधे कृष्ण गोपाल कृष्ण कृष्ण गोपाल कृष्ण राधे गोपाल कृष्ण राधे कृष्ण गोपाल कृष्ण राधे कृष्ण गोपाल कृष्ण राधे कृष्ण सावधान बिस्तारो बिस्तारो तान्नु होला बिस्तारो राधे गोपाल कृष्ण राधे कृष्ण गोपाल कृष्ण गोपाल कृष्ण राधे कृष्ण गोपाल कृष्ण राधे कृष्ण राधे कृष्ण गोपाल कृष्ण राधे कृष्ण गोपाल कृष्ण गोपाल कृष्ण राधे कृष्ण गोपाल कृष्ण गोपाल कृष्ण गोपाल कृष्ण
चलो काट दियो सबैलाई राख्ने हैन नि ट्राफिक व्यवस्थापन गोपाल कृष्ण सावधान बिस्तारो 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 तार कटेपछि रोक्नेछौँ हामी तार कटेपछि सावधान बिस्तारै सावधान सावधान यता अगाडि तार छ यो तार कटेपछि हामी यहाँ विश्राम गर्नु छ राधे कृष्ण गोपाल कृष्ण राधे कृष्ण गोपाल कृष्ण राधे कृष्ण गोपाल कृष्ण सम्मिलित हुनका लागि हार्दिक निमन्त्रणा छ पूर्व सूचना यो बाटोबाट हिँड्ने भन्ने थियो जय होस् गोपाल कृष्ण राधे कृष्ण गोपाल कृष्ण राधे कृष्ण गोपाल कृष्ण राधे कृष्ण गोपाल कृष्ण राधे कृष्ण दोकान दोकानबाट निस्किएर रथ यात्रामा सम्मिलित भए कृष्ण गोपाल कृष्ण राधे कृष्ण गोपाल कृष्ण राधे कृष्ण गोपाल कृष्ण हामीलाई सुरक्षा व्यवस्था पनि हामीसित हुनुहुन्छ उहाँहरूलाई हामी उहाँलाई विशेष अगाडि बढौँ सावधान यहाँ तार उठाएपछि बिस्तारो गोपाल सावधान सावधान बिस्तारो 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 राधे कृष्ण गोपाल कृष्ण राधे कृष्ण गोपाल कृष्ण राधे कृष्ण गोपाल कृष्ण राधे कृष्ण राधे कृष्ण गोपाल कृष्ण राधे कृष्ण गोपाल कृष्ण राधे कृष्ण राधे कृष्ण गोपाल 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 कृष्ण राधे कृष्ण हरे कृष्ण गोपाल कृष्ण राधे कृष्ण गोपाल कृष्ण राधे कृष्ण गोपाल कृष्ण राधे कृष्ण गोपाल कृष्ण राधे कृष्ण गोपाल गोपाल कृष्ण गोपाल कृष्ण
गोपाल कृष्ण हार्दिक धन्यवाद दिन चाहन्छु भगवान श्रीराम सर्वशक्ति माता अम्बा शिवम देवलाई बनिरहोस् त्यसै गरी माताहरूलाई प्राप्त हुनेहरूलाई यस कार्यक्रममा झाँकीसहित लाखेसहित यहाँ हाम्रो कार्यक्रममा प्रस्तुत गर्ने गर्नुभएको छ ढाड निवासका मसिना भाइहरूलाई हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छु। यस्तो अवस्थामा पनि पुरा बाटो घुमेर लाखे देखाउने हाम्रो लाखे भाइलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। हामी यहाँबाट दक्षिण जान्छौँ, उता चाहिँ बाटो खराब भएको हुँदा भित्र पस्दैनौँ। हामी यहाँबाट दक्षिण हुनेछौँ हाइवेबाटै अगाडिबाट गएर बाटो हर वर्ष पानी पिलाउने शरबत पिलाउने कार्यक्रम थियो, यसपालि पनि थियो, तर हाम्रो यो विद्युत हानिको कारणले गर्दा हामी यहाँबाट भित्र पस्न सकेनौँ। त्यसकारण यहीँबाट घुम्दछौँ। हामी मदननगर टोल संगठनलाई पनि हार्दिक धन्यवाद दिन गोपाल कृष्ण पर्छ हाम्रो रथ यात्रामा पर्छ। गोपाल कृष्ण गोपाल कृष्ण राधे कृष्ण राधे कृष्ण गोपाल कृष्ण। यसलाई सेवा गर्नलाई पनि हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। उहाँहरूले प्रत्येक वर्ष मन्दिरलाई केही न केही पठाएर सहयोग गरिरहनुहुन्छ। बिस्तारै यहाँ रोक्नु 10-15 भाइ गयो बाटो भिरालो सावधान सावधान बिस्तारै हेरेर गोपाल कृष्ण राधे कृष्ण गोपाल कृष्ण सावधान कृष्ण
समितिका वर्तमान अध्यक्ष श्री पशुपतिनाथ रेग्मी मन्दिर व्यवस्थापन समितिको अध्यक्ष हुनुहुन्छ भने यो रथ यात्रा मूल समारोह समितिको अध्यक्ष पनि हुनुहुन्छ। शुभकामना पनि व्यक्त गर्न चाहन्छु। बोल भक्तवत्सल भगवानको कृष्ण कृष्ण राधे कृष्ण गोपाल कृष्ण राधे कृष्ण गोपाल कृष्ण। भक्तको हेर्नुहोस्, भक्त भएको यस्तो हो, स्वयं आफै लागेर शरबत पानी राख्नु भएको छ राजेशलाई। एकछिन विश्राम गर्छौँ हामी, एकैछिन तारलाई कटाएर जल पिइदिनु होला। सबैले व्यवस्था गर्नु भएको छ उहाँले, जल पिएर अनि जानेछौँ हामी। राधा कृष्ण भगवानको भन्नुभएको छ। उहाँलाई विशेष धन्यवाद। प्रकाशेश्वर मार्गबाट प्रकाशेश्वर राधा कृष्ण भजन कीर्तन मण्डलीबाट पनि हामीलाई यसमा सहयोगको भूमिका निर्वाह गर्नुभएको विशेष धन्यवाद। सावधान अगाडि बढ्नेछौँ। हरे ओम नमः शिवाय भवं भवानी सहितं नमामि। आराधिकं समर्पयामि श्री भगवते श्री पशुपतीश्वराय नमः, प्रकाशेश्वराय नमः। बोल गोपाल कृष्ण राधे कृष्ण गोपाल कृष्ण राधे कृष्ण गोपाल कृष्ण। भगवानको मार्गमा आइपुगेका छौँ। हामीलाई अहोरात्र खटिएर सहयोग गर्नुहुने मणिनाथ दाहालज्यू यसै मार्गमा रहनुहुने हुँदा भगवानको विशेष कृपा अब हामी लगभग समापनको नजिकै आइपुगेका छौँ। यो राधा कृष्ण चोकमा 2 मिनट विश्राम गर्नेछौँ। तत्पश्चात हामी अगाडि जानेछौँ। सबैलाई नमस्कार। आज हाम्रो मानगढ स्थित श्री राधाकृष्ण मन्दिरको रथ यात्रा पहिलोचोटि हामीले बनाएर पहिले चाहिँ गाडीमा गराउँदै थियौँ। यसपालि पहिलो रथ यात्रा चाहिँ हामीले सम्पन्न गरेका छौँ। हामीले सम्पन्न गर्ने क्रममा केही बाटाहरू परिवर्तन गऱ्यौँ र कञ्चन बाटोबाट भगाउँदै ल्याउने क्रममा पानी परेर अलिकति डिस्टर्ब पनि भएको थियो, तर राम्रो तरिकाले हामीले सम्पन्न गर्न सफल भयौँ। राधाकृष्णको कृपाले हाम्रा सम्पूर्ण भक्तहरू जनहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। जय
धेरै धेरै धन्यवाद। अनि कलाकार भाइहरू जसले भजन कीर्तन गाएर हामीलाई रमाइलो गर्नु भएको थियो उहाँहरूलाई पनि विशेष विशेष धन्यवाद दिँदै सबै अब पङ्गल भएर धेरैजना हाम्रो पशुपति दाजुलाई अध्यक्ष व्यवस्थापन समितिको अध्यक्ष पनि अनि यहाँ चाहिँ यो रथयात्रा मूल समारोह समितिको अध्यक्ष पनि हुनुभएको हुँदा आउनुभएका भक्तजनहरूलाई विशेष विशेष धन्यवाद दिन गएर अनि गुरु 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 सुरु गर्नु अष्टमी तिथि विशेष कृष्णको उत्सव मनायो। रथयात्रा भोलिपल्ट गर्ने परम्परालाई पूर्ण गर्दै भर्खरै मात्र हामीले प्रातः 7 बजे सुरु गरेर रथयात्रा समापन गरेका छौँ। विगत 21 वर्षदेखि हामी यस विराटनगर 3 स्थित राधाकृष्ण मन्दिरबाट सानो रूपमा रथ बनाउँदै आएका पनि यो वर्ष भने हामीले भव्य रूपमा 9x13 लम्बाइ चौडाइको 20 फिट उचाइ भएको यो भव्य रथ निर्माण गऱ्यौँ। हामीले आज यस विराटनगर 3 मानगढबाट सुरु गरे पुष्पलाल चोक हुँदै बिबारे हटिया ठुलो मिल चोक हुँदै हामीहरू कञ्चनबारी भएर धार चोक पुर्याइ धार चोकबाट पुनः हामी चाहिँ यहाँ मन्दिरमा आइपुगेका छौँ र यसरी रथयात्रा सम्पन्न गरेर हामी अब भण्डारातिर लागेका छौँ। अब हाम्रो चाहिँ दिनभरि आज भण्डाराको कार्यक्रम रहन्छ र भण्डारा ग्रहण गरेर प्रसाद ग्रहण गरेर हाम्रो कार्यक्रम आज यो कार्यक्रम हामीले विगत 27 गतेदेखि सुरु गरेका थियौँ। 28 गतेदेखि अनि 24 गते पनि हामीले जन्योपवित आदिको कार्यक्रम गरेर भव्य रूपमा यसपालि चाहिँ 7 दिनसम्मको लामो कार्यक्रम सम्पन्न गरेका छौँ। यो कार्यक्रममा लाखौँ भक्तहरू सम्मिलित हुनुभयो। पटक पटक गरेर भने हजारौँ भक्तले चाहिँ सँगसँगै रथसँगै जाँदेखि सुरु गरेर अन्त्यसम्म नै साथ दिनुभयो। हजारौँ भक्त 2-3 हजार भक्त चाहिँ गरिब उपस्थित भयो। साह्रै खुसी लागेको छ, आनन्द लागेको छ। अब यो रथयात्रा अघिल्लो वर्षदेखि चाहिँ अरू भव्य हुने जानकारी यहाँहरूलाई गराउन चाहन्छु। योपल्ट हाम्रो यो रथ निर्माणको क्रम पनि अलिकति ढिलो भइदिएकोले गर्दाखेरि हतारमा भयो। प्रचार पनि अलिक त्यो व्यापकताले गर्न सकेनौँ। तैपनि हाम्रो प्रचार समितिले धेरै खटेर यति व्यवस्था भयो। अघिल्लो वर्ष योभन्दा ठुलो हामी चाहिँ आयोजना गर्ने लक्ष्यमा छौँ र यसको डेकोरेसन पनि अरू थप गरेर यसलाई चाहिँ गर्ने हुन्छौँ। यो हाम्रो राधाकृष्ण मन्दिरको संस्कारमध्ये एक संस्कार जन्मोत्सव रथयात्रा त्यो चाहिँ हामी सम्पन्न भर्खरै गरेका छौँ। त्यस कारण यहाँ पाल्नुहुने समस्त भक्तजनहरूलाई जय जय भन्दै धन्यवाद दिँदै प्रसाद ग्रहण गरेर जानका लागि आग्रह गर्दै आफ्ना वाणीहरूलाई विश्राम दिन्छु। बोल भक्तवत्सल भगवानको राधे राधे। आज हामी यो कृष्ण जन्माष्टमीको पावन अवसरमा हामीले रथयात्रा सम्पन्न गरेका छौँ। आदरणीय भक्तजनहरूको सहभागिता महाराजको सक्रियताको कारणले गर्दा विराटनगरको यो मानगढ विराटनगर महानगरपालिका 3 को मानगढ स्थित राधाकृष्ण मन्दिरबाट
रथयात्रा एकदम भव्य र सभ्य तरिकाले हामीले विसर्जन गरेका छौँ। अब हामी केही समय भण्डारा गर्छौँ। यो रथयात्रा निकाल्नको लागि, रथयात्रा सम्पन्न गर्नको लागि महाराजजीको 8 यो मन्दिर व्यवस्थापन समितिको सहकार्य र उहाँहरूले व्यवस्थापन लगायत सम्पूर्ण प्रचार टिमको पनि सहकार्यबाट यो सम्पन्न भएको छ। सबै भक्तजनहरूको सहयोग भएको छ। यसलाई आगामी साल अझ भव्य र सभ्य बनाउँछौँ र यो रूट अत्यन्तै लामो हुँदा पनि भक्तजन सक्रिय हुनुभएको छ। महाराजले अहिले उद्घोष गरिसक्नुभयो। अब आउने सालमा चाहिँ हामीले ठुलो रथयात्रा कञ्चनबारी पनि नआउन सक्ने भएको हुनाले यो कञ्चनबारीदेखि लिएर ढाडसम्मको जुन हामी एउटा पेरिफेरी छ त्यो पेरिफेरी समेट्ने भनेर महाराजले उद्घोष गर्नुभएको छ। आगामी वर्षमा यसलाई भव्य बनाउने र सभ्य बनाउनको लागि सबै लाग्नुहुन्छ र सम्पूर्ण भक्तजनहरू, सम्पूर्ण सुरक्षाकर्मीहरू, सम्पूर्ण पत्रकारहरू, सम्पूर्ण यहाँका सबै भक्तजनहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु, हार्दिक ज्ञापन गर्न चाहन्छु। तसर्थ आगामी साललाई सफल बनाउनु हुनेछ र त्यसमा हामी सम्पूर्ण सहयोग हुनेछ भन्दै यो राधाकृष्ण यात्रा सफल पार्ने सम्पूर्णलाई बधाई दिन चाहन्छु। धन्यवाद दिन चाहन्छु। जय राम।